जयमसी सम्पूर्णमा आज तपाईहरुको माझमा अत्यन्तै महत्त्वपूर्ण विषय लिएर आएको छु। यो चाहिँ हो एडल्ट्री, सेक्स एब्युज र रियालिटी चेक अर्थात् व्यभिचार, यौन दुर्व्यवहार, त्यसको सामना, यथार्थको सामना र सचेतनाको विषयमा आज हामी थोरै हेर्नेछौँ। यो सम्बन्धीमा अवेरनेस चाहिन्छ, प्रोटेक्सन चाहिन्छ र यसको लागि हिलिङ पनि चाहिन्छ। यो तीनवटा विषय पनि हामी समाधानको लागि हेर्नेछौँ, अर्थात् सचेतना, सुरक्षा र चङ्गाईको विषयमा हामी हेर्नेछौँ। प्रिय मण्डली, आजको विषय रमाइलो छैन तर एकदम महत्त्वपूर्ण छ। हामी यस्तो पुस्तामा छौँ, प्रेम सजिलै गरिन्छ, सजिलै हुन्छ, तर पवित्रतालाई एकदम गाह्रो ठानिन्छ। पवित्रतामा रहनु चाहिँ एकदम गाह्रो भइरहेको हुनसक्छ। अनि धेरैचोटि यो गल्तीलाई सामान्य बनाइन्छ। आज तपाईँलाई दोष लगाउन होइन, तर सचेत गराउन, जोगाउन र परमेश्वरको सत्य वचनले के भन्छ त्यो कुरा बताउन म आएको छु। यूहन्ना 8:32 भन्छ, तिमीहरूले सत्य के हो सो जान्नेछौ, सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ। वास्तवमा सत्य चाहिँ परमेश्वरको वचनमा मात्रै छ। सत्य चाहिँ वास्तवमा परमेश्वरले दिनुभएको वचनभित्र मात्रै छ। र यही सत्य जब हामी जान्नेछौँ र यो सत्यले चाहिँ हामीलाई स्वतन्त्र बनाउनेछ यो कुराहरूमा, कि अझै हामी त्यसको एडिक्सनमा छौँ कि, यौन दुर्व्यवहार खेपिरहेका छौँ कि, या व्यभिचारमा फसिरहेका छौँ कि, यसलाई चाहिँ सामना गर्न गाह्रो भइरहेको छ कि, आज सत्यले तपाईँ र मलाई, हामी सबैलाई स्वतन्त्र पार्नेछ। यौन दुर्व्यवहार भनेको के हो, सेक्सुअल एब्युज भनेको के हो त भन्दा सहमति बिना हुने सम्पूर्ण कुराहरू चाहिँ यौन दुर्व्यवहारमा पर्दछ। डरमा, दबावमा, लोभमा, धोकामा वा शक्ति प्रयोग गरेर गरिने कुरालाई पनि यौन दुर्व्यवहार भनिन्छ। शारीरिक मात्र होइन, यसले आत्मिक क्षेत्रमा र डिजिटल क्षेत्रमा पनि यसको चाहिँ पकड छ। अनि यी कुराहरूले चाहिँ आज हरेकलाई जो कमजोर छ त्यसलाई चाहिँ परीक्षामा पारिरहेको छ र कमजोर बनाइरहेको छ। सहमति बिना हुने कुनै पनि कुरा कहिले पनि प्रेम होइन। यौन सम्पर्क गर्नको लागि मात्रै हरेक हत्कण्डा अपनाएर करियर बारे, विवाहको बारेमा सोच्नु भन्दा पनि हरेक कुराहरू बहाना बनाएर अल्झाइरहने, खालि घुम्न जाऊँ भन्ने, यता जाऊँ उता जाऊँ, कफी खान जाऊँ, फल्ना ठाउँ जाऊँ भन्ने र भविष्यको कुरा भन्दा पनि खालि इन्टरटेनमेन्ट मात्रै गर्न खोज्ने, मनोरञ्जन मात्रै गर्न खोज्नु चाहिँ प्रेम होइन। यो चाहिँ यौन वासना मात्रै हो, यो चाहिँ शारीरिक आकर्षण मात्रै हो। मिका 6:8ले के भन्छ भने, ए मानिस, जे असल छ त्यो उहाँले तँलाई देखाउनु भएको छ र परम प्रभुले तँबाट के चाहनुहुन्छ, केवल यति, ठिकसित काम गर्नु, कृपालाई प्रेम गर्नु र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नु। मिका 6:8ले स्पष्ट भन्दछ। उहाँले के चाहिँ खोज्नु भएको छ हामीसँग, जे असल छ त्यही गर्नु। परम प्रभुले के चाहनुहुन्छ, ठिकसित काम गर्नु, उहाँको कृपालाई प्रेम गर्नु र परमेश्वरमा विनम्र भएर हिँड्नु। अर्थात् ती कुराहरू जसले तपाईँलाई परमेश्वरदेखि अलग राख्छ, जसले तपाईँको आत्मालाई मार्न खोज्छ, जसले तपाईँको प्राणघातक रोगहरू लगाउन खोज्छ र तपाईँको आर्थिक अवस्थालाई धाराशायी गर्न खोज्छ, तपाईँको मन मस्तिष्कलाई चाहिँ एन्जाइटी, डिप्रेसनतिर लान खोज्छ भने ती कुरा चाहिँ टाढै रहनुपर्छ। ती कुराबाट टाढै रहने। टाढै कसरी रहने? उहाँको वचनअनुसार, उहाँको भय मानेर विनम्र भएर हिँड्ने कुरालाई चाहिँ हामीले जहिले पनि मनमा राख्नुपर्छ। केही कमन मिथ्सहरू छन्, अर्थात् प्रचलित भ्रमहरू छ, जस्तै यी कुराहरू चाहिँ यौन दुर्व्यवहार चाहिँ चिनेकोले गर्दैन भन्नु र लुगाको कारणले गर्दा यस्तो भएको हो भन्नु, या सबभन्दा ठिक चाहिँ चुपचाप बस्नु, जसले जे गरे पनि। यो चाहिँ गलत भ्रमर हो। यसलाई चाहिँ चिरेर अगाडि निस्किनु पर्छ। यस्तो कुरा हुन सक्छ भने या भइरहेको छ भने आफ्नो गार्जियनलाई भन्नुपर्छ। अनि मौन बस्नु, अनि चिनेकोले चाहिँ यस्तो गर्दैन भन्नु चाहिँ भ्रमका कुराहरू। त्यसैले यस्तो कुरामा चाहिँ होसियार रहनु जरुरी छ। अर्को कुरा चाहिँ के छ भने, दुर्व्यवहारमा पर्नु या एब्युजमा पर्नु चाहिँ वास्तवमा त्यो पीडितको कहिले पनि गल्ती हुँदैन। यो कुरा चाहिँ मनमा राख्नुपर्छ हामीले। भजन 34:18ले के भन्छ भने, चूर्ण हृदय भएकाहरू सबैका नजिक परम प्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। आज तपाईँ यी कुराहरूमा निराश हुनुहुन्छ,
यो व्यभिचारको यो दलदलबाट म निस्कन सक्दिनँ, या मलाई चाहिँ यो डिजिटल कुराले, मोबाइलले चाहिँ मलाई जहिले पनि सताइरहेको छ, त्यही कुरा हेर्न म लागिरहेको छु, त्यही कुरातिर मेरो ध्यान जान्छ, बिर्सौँ भन्छु त्यतातिर ध्यान जान्छ, म कतिचोटि यौन दुर्घटना परेको छु, या मलाई ब्याड टच पनि भइरहेको छ भन्ने सोचमा हुनुहुन्छ भने निराश नहुनुहोस्। ती कुरा चाहिँ आफ्नो गार्जियन र आफ्नो अगुवा पास्टरसँग सेयर गर्नुहोस्। प्रार्थना सहित सही सल्लाह र त्यहाँनिर कानुनी कारबाहीको कुरा पनि हुनसक्छ। तसर्थ यहाँ वचनले भन्छ, चूर्ण हृदय भएकाहरू, टुक्रा टुक्रा हृदय भएकाहरू, टुक्रेका हृदय भएकाहरूको नजिक चाहिँ परमप्रभु हुनुहुन्छ। निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। यस्ता कुरामा निराश हुनुहुन्छ भने परमेश्वरसँग प्रार्थना गर्नुहोस् र उहाँले यो कुरा कसलाई भन्ने ती कुराहरू उहाँले देखाउनुहुनेछ। पवित्र आत्माले तपाईँको सहायता गर्नुहुनेछ। अब यो व्यभिचार एडल्ट्रीको बारेमा चाहिँ बाइबलीय र नैतिक दृष्टिकोणहरू, यसको यथार्थ र चेतावनीको बारेमा अलिकति हामी हेर्नेछौँ। व्यभिचारको यथार्थ र चेतावनी चाहिँ के छ भने, व्यभिचार के हो भन्ने कुरा त्यो पहिला तपाईँ र मैले बुझ्नुपर्छ। व्यभिचार भनेको विवाह बाहिरको जति पनि यौन सम्पर्क या सम्बन्ध हुन्छ त्यो चाहिँ व्यभिचार हो। र अर्को चाहिँ परमेश्वरको वचनलाई भङ्ग गरेर परपुरुष पर स्त्रीसँग यौन सम्पर्क गर्नु, या यौन सम्बन्धीका ख्यालठट्टा गर्नु, या डिजिटली मोबाइलमा, ल्यापटपमा वा विभिन्न डिजिटल माध्यमबाट चाहिँ त्यस्ता कुराहरू हेर्नु जुन कुरा चाहिँ गलत हो, त्यो चाहिँ परमेश्वरको वचनको आज्ञा भङ्ग गरेको हो, त्यो पनि व्यभिचार हो। यो चाहिँ केवल शरीरको मात्र होइन, हृदयको पनि पाप हो। प्रस्थान 20:14ले भन्दछ व्यभिचार नगर्नु। व्यभिचार नगर्नु भनेपछि नगर्नु। विवाह अगाडि परपुरुष पर स्त्रीसँग यौन सम्पर्क गर्नु या अश्लील कुराहरू गर्नु, विवाह पछि पनि परपुरुष पर स्त्रीसँग चाहिँ अश्लील कुराहरू गर्नु, अश्लील ख्यालठट्टा गर्नु या यौन सम्पर्क राख्नु, त्यो सबै व्यभिचार हो। त्यो चाहिँ परमेश्वरको विरुद्धमा हो। उहाँले व्यभिचार नगर्नु भनेपछि नगर्नु, नो मिन्स नो, होइन भनेपछि होइन, यसमा कुनै पनि वाद विवाद छैन। मत्ती 5:28ले के भन्छ भने, तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई काम वासनाको इच्छाले हेर्दछ त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ। कसैलाई काम वासनाको इच्छाले हेर्दछ भने त्यसले हृदयमा अघिबाटै व्यभिचार गरिसकेको हुन्छ। त्यसैलाई कसैले गलत नजरले हेर्नु, अश्लील नजरले हेर्नु, त्यो पनि व्यभिचार नै हो। अनि आजको भविष्य तपाईँको हातमा छ। परमेश्वरसँग तपाईँ जति नजिक हुनुहुन्छ त्यति नै अश्लील कुराहरू टाढा भाग्छ, व्यभिचार टाढा भाग्छ। होइन, जिन्दगीमा रमाइलो गर्नुपर्छ, यही हो बेला भन्दै हुनुहुन्छ भने जवानहरू आजै सचेत हुनुहोस्, किनकि आज हरेकलाई फसाउने भनेको चाहिँ व्यभिचार हो, शैतानको यो ठुलो हतियार हो। केही हुँदैन, यही त हो बेला गर्ने भनेर चाहिँ अश्लील कुरामा चाहिँ डुबिरहनु र केही होइन भनेर साधारण कुरा लिएर चाहिँ व्यभिचार गर्नु चाहिँ योभन्दा ठुलो पाप चाहिँ केही पनि होइन। त्यसैले यो खाडल हो। यो खाडलबाट निस्कनका लागि चाहिँ परमेश्वरको डर, उहाँको डर मान्नु, परमेश्वरको आज्ञाको भङ्ग नगर्नु र आफूलाई चाहिँ वास्तवमा परमेश्वरको नजिक लानु नै अति उत्तम उपाय हो। जति तपाईँ परमेश्वरको नजिक जानुहुन्छ, जति तपाईँ प्रार्थना गर्नुहुन्छ, जति तपाईँ सङ्गतिमा जानुहुन्छ, जति तपाईँ बाइबललाई पढ्नुहुन्छ, त्यति नै त्यो व्यभिचारका कुराहरू, अश्लील कुराहरू चाहिँ टाढा टाढा भाग्दै जान्छ। धेरै जसो समयमा चाहिँ पाप चाहिँ सधैँ सानो देखिन्छ, तर यसको परिणाम चाहिँ ठुलो हुन्छ। केही जस्तो लाग्दैन, केही हुन्न जस्तो हुन्छ, तर यसको परिणाम चाहिँ ठुलो हुन्छ। त्यसैले आज सचेत रहनु एकदमै जरुरी छ। किनभने गलाती 6:7ले भन्छ, धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन। किनभने मानिसले जे रोप्दछ त्यही कटनी गर्दछ। आज हामीले के रोप्दैछौँ, के कुरा रोप्दैछौँ, हामीले मोबाइलमा के हेर्दैछौँ, हामीले ल्यापटपमा के हेर्दैछौँ, के कुरा सर्च गरिरहेका छौँ ल्यापटपमा, मोबाइलमा, के कुराप्रति हाम्रो ध्यान गइरहेको छ, त्यही कुरा हामीले कटनी गरिरहेका छौँ। प्रियहरू, आज आत्मिक श्राप, शारीरिक श्राप, बौद्धिक श्राप चाहिँ यही कुराले ल्याइरहेको छ। हितोपदेश 4:23ले पनि स्पष्ट भन्छ, सबै कुराभन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। तपाईँको हृदयलाई सुरक्षित राख्नु नै त्यो सारा जीवनको मूल हो। त्यहीबाट सबै कुरा बग्दछ।
त्यही कुराबाट सबै कुरा निर्णय हुँदछ प्रियहरू। त्यसै कारणले तपाईँको हृदय जहाँ चाहिँ हरेक निर्देशनहरू हुन्छ त्यहाँबाट निर्णयहरू चाहिँ त्यहाँबाट प्रसारण हुन्छ, त्यो कुरा हृदयलाई चाहिँ एकदमै सुरक्षित राख्नुपर्छ। र सुरक्षित राख्नको लागि परमेश्वरको वचन बाहेक अर्को के हुन सक्छ? उहाँको वचनले भनिसक्यो व्यभिचार नगर, नगर भनेपछि नगर। उहाँको वचनले भनिसक्यो कसैलाई पनि को बाँच्नको इच्छाले नहेर, नहेर भनेपछि नहेर। तसर्थ आज तपाईँको भविष्यलाई कता लाने तपाईँको हातमा छ। कि भविष्यको सुनौलो त्यो पाइलालाई कता चाल्ने तपाईँको हातमा छ। अनि यसका केही व्यावहारिक नैतिक सिद्धान्तहरू, प्र्याक्टिकल मोरल प्रिन्सिपलहरू छन्। त्यो चाहिँ के भन्दा नम्बर 1 मा बााउन्ड्रिज बनाउनुहोस्, सीमा तोक्नुहोस्, व्यक्तिगत सीमा निर्धारण गर्नुहोस्। कहाँसम्म जाने, केसम्म ठिक मान्ने अथवा कहाँसम्म हुँदैनबाट सुरु हुने भन्ने स्पष्ट हुनुपर्छ। त्यहाँबाट चाहिँ हुँदैन। कसैले तपाईँलाई ब्याड टच गरिरहेको हुनसक्छ, ख्यालटट्टामा हाँस्दै हाँस्दै ब्याड टच गरिरहेको हुनसक्छ, अँगालो मार्दै के गरिरहेको हुनसक्छ। त्यतिखेर तपाईँले हुँदैन भनेर रिसाउनुपर्छ, मलाई यो मन पर्दैन भन्नुपर्दछ। तसर्थ तपाईँ र मैले त्यो सीमालाई तोक्नुपर्छ। यहाँसम्म चाहिँ ठिक हुन्छ, यहाँबाट चाहिँ म नो हुँदैन भन्छु भन्ने तपाईँले लिनुपर्छ। कसैले तपाईँले ख्यालटट्टामा तपाईँको त्यो वाट्सएपमा, मेसेन्जरमा, इन्स्टामा विभिन्न खालका त्यो तपाईँको सोसियल साइट्सहरूमा चाहिँ जिस्केर पठाइरहेको हुन्छ मेसेज होइन। जिस्केर बिस्तारै जिस्किँदै गएर चाहिँ उसले त्यो असली कुराहरू गर्न सक्छ। तर तपाईँले जिस्किँदै गर्दा भन्नुपर्छ नो मलाई यो मन पर्दैन भन्नुपर्छ। किनभने त्यो चाहिँ खुट्किला हो। यहाँसम्म गयो भने के भन्छ, यहाँसम्म भने के भन्छ भनेर त्यो चाहिँ कतिजनाले चाहिँ पारख गरेर तपाईँलाई हेरिरहेको हुन्छ, जाँचिरहेको हुन्छ। त्यतिखेर तपाईँलाई भन्नुपर्छ नो मलाई यो मन पर्दैन। त्यसैले सीमा तोक्नुपर्छ, सीमा निर्धारण गर्नुपर्छ व्यक्तिगत जीवनको लागि। युवा अवस्थामा सीमा नहुँदा चाहिँ धेरै भावनाले निर्णय गर्छ, इमोसन्सहरू त्यहाँनिर पस्छन् अनि इमोसन्सले चाहिँ धेरै कुराहरू गरिदिन्छ, गलत कुराहरू गरिदिन्छ। त्यही इमोसन्सले गर्दाखेरि चाहिँ व्यभिचारसम्ममा लाँदछ। कसैले तपाईँलाई यौन दुर्व्यवहार गरिरहेछ भने तपाईँ चाहिँ इमोसन्समा जानु हुँदैन, भावनाले निर्णय गर्दैन। त्यतिखेर तपाईँको वचनले, परमेश्वरको वचनले निर्णय गर्ने हो कि हुँदैन, यो मलाई मन पर्दैन, म पवित्रतामा रहनुपर्छ भन्ने कुरा जहिले पनि ख्याल राख्नुहोस्। किनकि पवित्रताले चाहिँ धेरै आशिषका ढोकाहरू खोल्नेछ। कतिवटा ढोकाहरू बन्द भएको होला, तपाईँको करियरको ढोका बन्द भएको होला, आर्थिक आम्दानीका ढोकाहरू बन्द भएका होलान्, बौद्धिक ढोकाहरू बन्द भएका होलान्। तपाईँले सोच्नुहोस् कतै मैले यो व्यभिचारको कुराहरू, अश्लीलताको कुरा गर्दाखेरि त्यो ढोका त बन्द भएको छैन। त्यसैले आज पवित्रतामा रहने अठोट गर्नुहोस् र त्यो बन्द भएका ढोकाहरू पनि खोलिनेछ। कतिचोटि चाहिँ के हुन्छ भने लेट नाइट बसिदिने, लेट नाइट चाहिँ अब विपरीत लिङ्गसँग धेरै बस्ने क्या। अनि यो बस्दै जाँदाखेरि चाहिँ त्यहाँनिर भावनाले चाहिँ तपाईँलाई पक्रिन थाल्छ अनि भावना जन्मिन थाल्छ। त्यो भावनाले चाहिँ तपाईँलाई फेरि भावना जन्मिसकेपछि तपाईँलाई पापतिर डोराउँछ र पापले चाहिँ आशिषका ढोकाहरू बन्द गर्दछन्। किनभने भजन सङ्ग्रह 101:3 भन्छ मेरो आँखाको सामुन्ने कुनै निज कुरामा राख्ने छैन, पथ भ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु, तिनीहरू मसित टाँसिने छैनन्। प्रियहरू हेर्नुहोस् कस्तो साथी चाहिँ रोज्ने, कस्ता कुरा चाहिँ हाम्रो सामुन्ने राख्ने। हामीले सुनेका छौँ झिगाले जहिले पनि फोहोरतिर लान्छ, गन्धतिर लान्छ र फोहोर फैलाउँछ र त्यसले चाहिँ रोग ल्याउँछ। तर मौरीले जहिले पनि फुलतिर लान्छ र त्यसले चाहिँ मह बनाउँछ र त्यसले चाहिँ निको बनाउने काम गर्छ। त्यो महले चाहिँ उपचारको पनि काम गर्छ। प्रियहरू आज तपाईँ र मेरो सामुन्ने के राख्ने, कस्ता व्यक्तिसँग संगत गर्ने, कस्ता व्यक्तिसँग लेट नाइट जाने, कस्ता व्यक्तिसँग लेट नाइटसम्म बस्ने, कस्ता व्यक्तिहरूसँग चाहिँ घुम्न जाने टाढा टाढा। विचार गरौँ आज यदि गलत व्यक्ति पर्यो भने त या झिगाको जस्तो स्वभाव पर्यो भने त फोहोरमा लान्छ, दुर्गन्ध फैलाउँछ, रोग लगाइदिन्छ। तर मौरीको सङ्गत पर्यो भने त त्यसले त फुलतिर लान्छ, मह बनाउन सिकाउँछ, उपचारतिर लान्छ। प्रियहरू तपाईँ र मैले आजै सोच्नुपर्छ म कस्तो व्यक्तिसँग सङ्गत गर्दैछु, कस्तो व्यक्तिहरू छन्। साथी भनेको त्यो तपाईँले गलत गर्दा चाहिँ गलत गरिस् या गलत गर्नुभयो भनेर कराउँछ जसले, त्यो चाहिँ तपाईँको असल साथी हो। तर गलतमा पनि रमाइरहेको छ, गलतमा पनि तपाईँलाई साथ दिइरहेको छ भने त्यो कहिले पनि तपाईँको साथी हो। त्यसैले यहाँनिर भजन लेखकले भन्छन् मेरो आँखाको सामुन्ने कुनै निज कुरा म राख्ने छैन। जसले चाहिँ परीक्षामा पार्छ, जसले चाहिँ परीक्षातिर लान्छ, जसले चाहिँ त्यो व्यभिचारतिर लान खोज्छ, त्यस्ता कुरालाई म राख्दिनँ र त्यस्ता व्यक्तिहरूको नजिक पनि जाँदैन। टाँसिने छैन भनेको छ। घृणा गर्छु पथ भ्रष्ट भएकाहरूलाई।
तिनीहरूसित म टाँसिने पनि छैन भनेको छ प्रियहरू। त्यसैले कस्ता व्यक्तिहरू तपाईँको नजिक छन् आज विचार गर्नुहोस् तपाईँ। यही बेला हो विचार गर्ने कस्ता व्यक्तिहरू छन्। ख्याल ठट्टामै अश्लील कुराहरू गर्ने, त्यसैबाट चाहिँ अनि नराम्रो कुरातिर लाने, व्यभिचारको बाटोतिर चाहिँ लगिरहेको छ भने त्यो पथभ्रष्ट हो। त्यस्ता व्यक्तिसँग टाँसिने छैन भनेको छ प्रियहरू। त्यसै कारणले गर्दा कस्ता व्यक्तिहरू तपाईँको नजिक छन् आज विचार गर्नुहोस्। किनभने आज त केही रमाइलो होला, किनभने यसले चाहिँ सर्ट टर्म चाहिँ गेन हुन्छ तर लङ टर्म पेन दिन्छ। यसले होला क्षणिक आनन्द चाहिँ होला तर दीर्घकालीन चाहिँ यसले दुखाइदिइरहन्छ प्रियहरू। यो त्यस्तो चिज हो। व्यावहारिक अभ्यासमा चाहिँ हामी के हेर्छौँ भने अश्लील सामग्रीबाट टाढै रहौँ, एक। दोस्रो, अन्जान व्यक्तिसँग आफ्नो निजी तस्बिरहरू, च्याटहरू, मेसेजहरू नगर्नुहोस्, भिडियो पनि नपठाउनुहोस्। तर सोसियल मिडियामा पनि सीमा राख्नुहोस्। यहाँसम्म चाहिँ हेर्ने, यहाँदेखि उता हेर्दिनँ भन्ने तपाईँले सीमा, बााउन्ड्रिज राख्नुहोस्। र अर्को चाहिँ मोबाइललाई धेरै समय प्रयोग नगर्नुहोस्। मोबाइलले चाहिँ तपाईँलाई नियन्त्रण गर्ने होइन, मोबाइललाई चाहिँ तपाईँले नियन्त्रण गर्नुपर्छ। ल्यापटपलाई पनि तपाईँले नियन्त्रण गर्नुपर्छ। जति पनि छन् डिजिटल ती सामानहरू, उपकरणहरू, त्यसले चाहिँ तपाईँलाई नियन्त्रण गर्ने होइन, त्यसलाई चाहिँ तपाईँले नियन्त्रण गर्नुपर्दछ। किनभने आज तपाईँले लिएको एउटा सही निर्णयले चाहिँ भोलिको भविष्यको सम्पूर्ण जीवनलाई जोगाउन सक्छ। त्यसैले जीवनलाई जोगाउने काम चाहिँ के हो त्यतातिर तपाईँले सोच्नुपर्छ। अर्को छ हिलिङ, रेस्टोरेसन र होप, यानि कि चङ्गाई, पुनर्स्थापना र आशाको बाटोको बारेमा अलिकति म तपाईँसँग चर्चा गर्न चाहन्छु। यदि साँच्चै अझै पनि कोही यौन दुर्व्यवहारमा छ, सेक्सुअल एब्युजमा छ या एडल्ट्रीको सामना, व्यभिचारको सामना गरिरहेको छ भने चाहिँ वास्तवमा उहाँहरूको लागि अलिकति म के बोल्न चाहन्छु। यहाँबाट निस्कन सकिन्छ, असम्भव छैन। पाप क्षमा हुन्छ तर सत्यलाई स्वीकार्नुपर्छ परमेश्वरको सामने। हो मैले गल्ती गरेँ, अब म गर्दिनँ भन्नलाई हामीले सक्नुपर्छ। पाप क्षमा छ, किनभने पहिलो योना 1:9ले भन्छ यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौँ भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ। यदि हामीले आफ्नो पाप स्वीकार गर्यौँ भने उहाँले चाहिँ हाम्रो पाप क्षमा गर्नुहुन्छ। उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ। मानिस जस्तो होइन, आज बाचा गर्यो भोलि तोड्ने र केही कुराको लागि मात्रै, केही पाउनको लागि मात्रै या केही पाइन्जाल मात्रै त्यो विश्वासयोग्यता राख्ने परमेश्वर हुनुहुन्छ। उहाँ चाहिँ तपाईँ र मेरो सम्पूर्ण कुरालाई चाहिँ गोप्य राखेर विश्वास योग्यताका साथ उहाँले चाहिँ तपाईँ र मेरो पापलाई क्षमा गर्नुहुन्छ। अब तपाईँ र मैले केवल हात उठाउनु पर्यो, परमेश्वर मैले गल्ती गरेँ, ह्यान्ड्सअप गर्नु पर्यो, मेरो गल्तीलाई स्वीकार्छु भन्नुभयो भने उहाँले आजै तपाईँको पापलाई हिउँ जस्तै बनाउनुहुन्छ। सिन्दुरे रङका पापलाई हिउँ जस्तै बनाउने उहाँले प्रतिज्ञा गर्नुभएको छ। प्रियहरू, आज तपाईँ र मेरो अगाडि आशिषकी श्राप के रोज्ने त्यो कुरा परमेश्वरले भन्नुभएको छ। व्यवस्था 30:19मा उहाँले भन्नुहुन्छ आशिष र श्राप छ। अब जीवन नै रोज ताकि तिमीहरूका बालबच्चाहरू जिउन सक। उहाँले भन्नुहुन्छ जीवन कि मृत्यु, आशिष कि श्राप। उहाँले भन्नुहुन्छ जीवन नै रोज, आशिष नै रोज उहाँले भन्नुहुन्छ। त्यसैले प्रियहरू, आज हामी त्यो मृत्युतिर लाने त्यो व्यभिचारलाई स्टप गरौँ, नो भनौँ र परमेश्वरको वचनसहित त्यो आशिषको ढोकातिर जाउँ। हामी जहाँ खुल्ला गर्नुभएको छ परमेश्वरले, त्यतातिर जाउँ जहाँ चाहिँ जीवन छ, जहाँ चाहिँ आशिष छ। त्यसैले हामी जीवनको बाटोमा, आशिषको बाटोमा लागौँ र आफूले गरेको गल्तीलाई स्वीकार गरौँ। र साँच्चै अझै पनि यौन दुर्व्यवहारमा हुन्छ भने आफ्नो गार्जियनलाई त्यो कुरा भन्नुहोस् र उहाँले प्रार्थना गरिदिनुहुनेछ र त्यो व्यक्तिलाई कानुनी कारबाहीको दायरामा उभाउन सकिनेछ। र सहेर नबस्नुहोस्, मौन नबस्नुहोस्, मेरो विजय हुन्छ ला कसैलाई थाहा पाउलान् कि भनेर नबस्नुहोस्। किनभने तपाईँले त्यो कुरालाई भन्नुहुन्छ भने तपाईँ साहसी व्यक्ति हो, परमेश्वरको छोरा, परमेश्वरको छोरी हो। र अर्को कुरा चाहिँ त्यो ब्याड टचलाई थाहा गर्नुहोस्। यदि कोही व्यक्तिले चिनेकै होस् या जोसुकै होस्, यदि कसैले तपाईँलाई ब्याड टच गर्दैछ भने तपाईँले नो भन्नुहोस्, मलाई यो मन पर्दैन भन्नुहोस्। कसैले अश्लील या जिस्किने कुराहरूले तपाईँलाई मेसेज गर्दैछ भने मलाई नो यो मन पर्दैन भन्नुहोस्, स्टप गर्नुहोस्। त्यस्ता व्यक्तिहरूदेखि परे रहनुहोस्। र अझै व्यभिचारमा यदि त्यो बाटोतिर तपाईँले लम्किरहनु भएको छ
या त्यहाँ परिरहनु भएको छ नि आजै फर्किनुहोस्, उहाँले क्षमा दिनुहुन्छ र उहाँले भन्नुहुन्छ फेरि पाप नगर। उहाँले तपाईँलाई चाहिँ आशिषको बाटोतिर लानुहुन्छ प्रियहरू। त्यसैले आज हामीले श्राप होइन आशिष रोजौँ, मृत्यु होइन जीवन रोजौँ। धन्यवाद। जय मसीह।